असार महिना तपाईँ मीन राशि हुनुहुने जनहरूका लागि के छ, कस्तो छ, कसरी अगाडि बढ्दा खास राम्रो हुन सक्छ भन्ने विषयमा चर्चा गर्छौँ। ऊर्जा र पराक्रममा वृद्धि भएर जानेछ। अलिकति अल्छीपना लेजीपना केही मात्रामा देखा पर्ने समय छ। अलिकति थोरै ऊर्जा लिएर आत्मविश्वास लिएर परिश्रम गरेर हार्डवर्क गरेर अगाडि बढ्नका लागि सुझाव दिन चाहे। खर्चका कुराहरूमा संयमता राख्नुपर्ने देखिन्छ। अनायासै खर्च बढ्न सक्छ यो समयमा। साधारणतया आँखाका समस्याहरू, आँखा पोल्ने समस्या वा शिर टाउको दुख्ने समस्याहरू पनि बेला मौकामा उब्जिन सक्छन्, यसमा विचार गर्नुहोला। रिलेटिभ्स र कुटुम्बहरूसँग त्यति राम्रो सम्बन्ध नबन्न सक्छ। विद्यार्थीजनहरूका लागि एभरेज वा मिडियम खालको समयको रूपमा देखिन्छ। कुनै तपाईँ जब जागिरको प्रिपेरेसन गर्दै हुनुहुन्छ भने राम्रो छ। सरकारी गभर्मेन्ट फिल्डमा इन्भल्भ हुनुहुन्छ भने राम्रो छ। मेसिन फलाम वा हार्डवेयर वा निर्माणसँग सम्बन्धित बिजनेसमा इन्भल्भ हुनुहुने व्यक्तित्वहरूका लागि राम्रो छ। सँगसँगै यो समयमा तपाईँ शैक्षिक रिलेटेड एजुकेसन कन्सल्टेन्सी काउन्सिलिङ फिल्डमा इन्भल्भ हुनुहुन्छ भने तपाईँका लागि पनि राम्रो छ। ध्यान दिनुपर्ने घाँटीका केही समस्या, दाँतको समस्या वा बोलीका कारणले उब्जने समस्याबाट अलिकति जोगिनका लागि अनुरोध गरेँ। अनायासै खर्चहरूबाट जोगिनका लागि अनुरोध गरेँ। थप राम्रो होस् र शुभ होस् भन्ने चाहनुहुन्छ भने बिहीबारको दिनमा शुद्ध सात्विक रहेर ओम ब्रीम बृहस्पतये नमः भन्ने मन्त्र जाप गरेर अगाडि बढ्नुहुन्छ भने खास राम्रो हुन सक्छ। यो थियो असार महिना मीन राशि हुनुहुने जनहरूका लागि के छ, कस्तो छ भन्ने विषयमा।